गुड मर्निङ नमस्ते सबैजनालाई। सबैजना सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला। म पनि आरामै छु। अनि आज पनि मैले बिहान बिहान ठ्याक्कै भिडियो स्टार्ट गरिदिइहालेको छु होइन। अनि आज चाहिँ मस्तले हिजोको राति चाहिँ मस्तले सुतियो होइन। सोनामार्गमै बसेको थियौँ हिजो। सोनामार्ग देख्न सक्नुहुन्छ यही नै हो। आज बिन्दासँग घाम चाहिँ लागेको छ होइन, अरू जे भयो नि घाम चाहिँ लागेको छ। अनि बसाइ चाहिँ राम्रो भयो जे होस् होइन, त्यस्तो चिसोको महसुस चाहिँ भएन, एकदमै तातो भयो। अनि हामी चाहिँ अब आजको भिडियोमा हामी के देखाउने छु भन्दाखेरि यो सोनामार्गको यो क्याप्टन मोडदेखि यो एकदमै ठुलो क्याप्टन मोड छ, ठुलो एउटा लेक हो। अनि यो लेकमा चाहिँ हिउँ एकदमै परेको छ, धेरै भन्दा पनि धेरै परेको छ। त्यही भएर चाहिँ हिजो गाडी रोकेको हाम्रो यता। अनि आज चाहिँ हामी जान्छौँ, आज चाहिँ हामी यो सोनामार्गबाट हामी क्याप्टन मोडदेखि लिएर चाहिँ हामी कारगिल भन्ने ठाउँ पुग्छौँ। त्यो ठाउँसम्म पुगुन्जेल म हजुरहरूलाई यो भिडियोमा सबैजना साथीहरूलाई यो भिडियोमा देखाउने छु। सबैजना साथीहरूले यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला भन्न चाहेँ। अनि देख्न सक्नुहुन्छ अहिले चाहिँ म यो माथि डाँडामा आएर चाहिँ भिडियो बनाइहालेको छु होइन। एकदमै सुन्दर डाँडा होइन, जो एकदमै रमाइलो, जो हिँड्नको लागि पनि होइन, जो कोहीले पनि मन पराउने, ठुलोदेखि सानोदेखि बुढोसम्मले पनि एकदमै मन पराउने चाहिँ यो सुन्दर डाँडा रहेको छ यहाँ। मैले यहाँको मान्छेलाई पनि सोधेको थिएँ क्या, यहाँ जो कोही पनि आउनुहुन्छ घुम्नलाई होइन, बाहिर देशबाट पनि आउनुहुन्छ भन्ने छ। हामी पनि पहिला आएको थियौँ, यसरी बसाइ चाहिँ भएको थिएन। अनि देख्न सक्नुहुन्छ यो हरियाली, यो जङ्गल चाहिँ बब्बालै छ होइन। अनि यो जङ्गलको बिचमा सानो सानो घरहरू पनि एकदमै सुन्दर घरहरू पनि बनाएको छ यहाँ, देख्न सक्नुहुन्छ। यहाँ जति हेऱ्यो नि एकदमै दामी छ, जति हेऱ्यो नि हेरौँ जस्तो लाग्ने, एकदमै कस्तो न कस्तो भइराखेको छ होइन। एकदमै अब चिसो पनि भनौँ त्यति चिसो पनि छैन, तर चाहिँ एकदमै खुसी नै छ। यस्तो ठाउँमा यस्तो बसाइ पनि भयो, घुम्न पनि पाइयो। अनि एकदमै बवाल छ होइन यो ठाउँ, देख्न सक्नुहुन्छ। यहाँ अब प्रायः जस्तो मान्छेहरू भन्दा पनि प्रायः जस्तो मान्छेहरू चाहिँ यता घुम्नलाई धेरैजना मान्छेहरू आउँदो रहेछन् क्या, गाडीहरू लिएर। अनि जुन ग्रुपै बनाएर चाहिँ एकदमै घुम्नलाई आउँदो रहेछ यो ठाउँमा। हामी चाहिँ पहिला पनि आएको हो होइन, तर यसरी चाहिँ बसाइ भएन। हामी त अब कामको सिलसिलामा आउने जाने गरिरहेको मान्छे। अब यसरी चाहिँ यो बिच ठाउँमा चाहिँ यसरी हामी सोनामार्ग भन्ने ठाउँमा यो बिचको ठाउँमा यसरी चाहिँ बसाइ भएको थिएन गाइस होइन। अब यो सिचुएसनमा हाम्रो टक्कै बिचमा बसाइ पनि भयो, अनि हजुरहरूलाई यसरी देखाउने मौका पनि पाइयो। देख्न सक्नुहुन्छ हाम्रो डाँडापाखा अहिले बिहानको समय हो, घाम झ्याप्पै लाग्यो। यहाँ अलिक छिटो घाम लाग्ने, छिटै जाँदो रहेछ यो ठाउँमा। अहिले घाम लाग्यो तपाईँको 3-4 बजेतिर, अनि फेरि घाम चाहिँ जाँदो रहेछ। त्यही भएर अनि यो देख्न सक्नुहुन्छ पाल्नो साइडतिर दामी घरहरू छ, तर घाम चाहिँ लागेको छैन, त्यही भएर अलि चाहिँ राम्रो देखिएको छैन होइन। हुन्छ, हामी चाहिँ अब गाडीमा बस्छौँ होइन। यो यात्राको सिलसिलामा हामी अब के गर्छ, जति मैले सक्छु त्यति नै देखाउने छु। अनि यो भिडियो चाहिँ अन्त्यसम्म हेरेर एकदम वाच गरिदिनु होला। सबैजना साथीहरूले सपोर्ट गरिदिनु होला। मेरो पनि नयाँ च्यानल हो च्याम्पियन पिके ब्लग होइन, मैले पनि नयाँ च्यानल खोलेको छु। सबैजना साथीहरूले सपोर्ट गर्नुहुन्छ भन्ने मलाई पूर्ण आशा छ। पक्कै पनि तपाईँहरूले सपोर्ट गर्नुहुन्छ होइन। मैले देख्न सक्नुहुन्छ यो यस्तो अवस्थामा पनि मैले तपाईँहरूको लागि भनेर चाहिँ मैले भिडियो बनाएको छु साथीहरू। ल साथीहरू, हामी चाहिँ अब यात्रामै हुन्छौँ। अब चाहिँ हामी जानुपर्छ यहाँबाट। अब हाम्रो समय भनेको अब 7:30-8 बजीतिर हाम्रो गाडी यहाँबाट छोड्छ अरे। हाम्रो गाडी, हाम्रो भन्दा सबैको गाडी। यहाँ अब कस्तो हुन्छ भने चाहिँ यहाँ आर्मीहरूले यो थुनेर राख्छ क्या। अब यो कारगिलको एरिया भनेकै अरू देशभन्दा पनि फरक के। जस्तो अब भारत त भारत भइहाल्यो, भारतभित्र परिहाल्यो, तर भारतदेखि पनि अलिक फरक के यो कारगिलको। अब जस्तै अब यहाँ हामी जस्तै दिल्लीको जस्तै अन्त ठाउँको हामीले सिम लिएर आयौँ भने पनि यो कारगिलमा चल्दैन क्या, यहीँको सिम चाहिन्छ। त्यही भएर अलिक मैले फरक लाग्यो। त्यही भएर यहाँको आर्मीहरूले सबैहरूले त्यहाँ एउटा गेट रहेछ, त्यो गेटमा सबैजना गाडीहरूलाई त्यहाँ थुन्दो रहेछ। अब थुन्दो पनि कस्तो, अब
सबै कुराहरू कस्तो हुन्छ भने लेकमा लास्टै हिउँ परेको छ। अब ओहोरदोहोर उताबाट पनि गाडी यता आउने यताबाट पनि गाडी उता आउने भएपछि बिचमा गाडीहरू भयो भने अब बाटो सानो छ, त्यही भएर एक्सिडेन्ट हुने सम्भावना, त्यही भएर चाहिँ रोकेको हो। खासमा गाडी चाहिँ उताबाट आएको थियो, हिउँ पनि थियो र उताबाट गाडी पनि आएको थियो, धेरै धेरै होइन थोरै थोरै आएको थियो र आज यताबाट गाडी छोड्छ हाम्रो। त्यही भएर हिजो हामी यता बस्यौँ र अब चाहिँ हामी अब 8 बजे 7:30 8 बजेतिर अब गाडीहरू देख्न सक्नु त गुड्न लागिसकेको छ उतातिर। अब चाहिँ हामी जानुपर्छ। हाम्रो अब के हुन्छ हाम्रो यो क्याप्टन मोडको कस्तो रहेछ त यो मोड होइन, यो क्याप्टन मोड भनेको के हो, कति हिउँ रहेछ, म सबै कुरा म देखाउने छु गाइस यो भिडियोमा। अन्त्यसम्म यो भिडियो हेर्दै गर्नु होला गाइस। हाम्रो एकदमै जाम लागेको छ, यहाँ गाडीहरू पुरै जाममा फसिरहेको अवस्था देख्न सक्नुहुन्छ। गाडीहरू गुडिरहेको छ, हाम्रो आर्मीको गाडीहरू पनि टन्नै छ, यता हाम्रो जाममा छ। अनि जाम खुलिसकेको छ हाम्रो एकदमै माथि क्याप्टन मोडबाट। हाम्रो लेक चाहिँ बबाल देखिँदो रहेछ, यहाँ यति सुन्दर देख्न सक्नुहुन्छ। एकदम सुन्दर लेकहरू देखिरहेको अवस्था छ। हाम्रो गाडीहरू पनि गुड्दैछ अनि टन्न हिउँहरू छ लेकमा, एकदमै रमाइलो छ देख्न सक्नुहुन्छ। क्याप्टन मोडको यो पर एकदमै नजिकको डाँडा एकदम मोडै मोड छ। हामी मोड काटेको छौँ, हामी पछाडि बसेको हुनाले अहिले देखिरहेको छैन, अगाडि पनि देखाउने छु गाइस। एकदमै हिउँहरू टन्न परिरहेको छ लेकमा, बबाल छ एकदम हिउँहरूको बिचमा हाम्रो गाडी गुडिरहेको छ गाइस। हेर्नुहोस् यस्तो पाटन लेकहरूमा एकदमै हिउँहरू परेकोले हामी एकदमै चिसो पनि भइरहेको छ। ओहो हेर्नुहोस् गाइस, एकदमै बिचमा गाडी हिउँहरूको बिचमा गुडिरहेको अवस्था छ, एकदम गम्भीर अवस्था छ देख्न सक्नुहुन्छ। बापरे एकदम खतरनाक। ल फाइनली गाइज हामी चाहिँ लेक चाहिँ काटिसक्यौँ। फाइनली साथीहरू हामी चाहिँ सोनामार्गदेखि कारगिल पुगिसकेका छौँ। अनि कारगिल पुगेर पनि हामी कारगिलदेखि माथिको गाउँमा आइसकेका छौँ। हामी नयाँ भएको कारणले गर्दा गाउँको नाम चाहिँ थाहा भएन मलाई। हामी गाउँमा आइसकेका छौँ। देख्न सक्छौँ हाम्रो नजिकै हिमालहरू छ, हिउँहरू परिरहेको छ देख्न सक्छौँ। पछाडि यो सेतो हिउँहरू परिरहेको छ। अनि यहाँको ठाउँ चाहिँ लास्टै चिसो भयो। अनि चिसो हुँदो रहेछ यो ठाउँमा चाहिँ, अब हामीलाई पनि चिसो भयो भनौँ न। अनि चिसो चाहिँ लास्टै हुँदो रहेछ यो ठाउँमा। अब त्यो भएको कारणले गर्दा अलिक समय नमिलेको कारणले गर्दा मैले चाहिँ यो भिडियो अहिले ढिला अपलोड गरेको छु साथीहरू। सबैजना साथीहरू नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर जोडिनु होला। अनि पुराना साथीहरूले यो भिडियो अन्तिमसम्म हेरेर सपोर्ट गर्नु होला भन्न चाहे। र देख्न सक्नुहुन्छ यहाँको यो पछाडि एकदमै खडेरी लागे जस्तै यो छ नि यो रुखहरू के, जुन यो आगोले जलाए जस्तो यो सुके जस्तो पुरै यो सुके जस्तो छ। अनि यो रुख चाहिँ सुकेको होइन साथीहरू, किनभने यो पछि चाहिँ एकदमै हरियाली हुन्छ। 1 महिना पछि चाहिँ एकदमै यो यसको पत्ताहरू आउने अनि एकदमै हरियाली हुन्छ। यो एकदमै यो सुकेको होइन साथीहरू। अनि म लगत्तै यो सिरियल बाई सिरियल म भिडियो बनाउने छु, किनभने 1, 2, 3 पार्ट 2 यस्तै भिडियोहरू बनाउने छु। यो भिडियो अन्तिमसम्म हेर्नु होला। यो ठाउँ वास्तवमा भन्ने हो भने एकदमै सुन्दर एकदमै रमाइलो पनि हो। तर लेकतिर देख्न सक्नुहुन्छ एकदमै पहाड छ, पुरै यो रुख बिरुवाहरू हुन्न, यहाँ एकदमै खडेरी छ। यहाँ अक्सिजनको एकदमै कमी हुन्छ, अक्सिजन यहाँ त मिल्दैन, अक्सिजनको लास्टै कमी हुन्छ। त्यो भएको कारणले गर्दा चाहिँ अलिकति अक्सिजनको अलिक कमी हुन्छ, अलिकति बिरामी पनि परिन्छ। एकदमै यो लेक हो नि त, एकदमै हिमाल हो नि त, हिमालमा अलिकति चिसो त्यस्तै अनि अक्सिजनको कमी त्यस्तै हुन्छ। अनि यो रुखहरू लास्टै पराउने चाहिँ एकदमै सुन्दर हुनेछ पछि चाहिँ। अनि यो भिडियो पनि लिएर आउनेछु साथी। अहिलेको लागि सबैजनालाई मैले बाई बाई भन्न चाहेँ। अनि नेक्स्ट भिडियोमा फेरि पनि हामी जोडिनेछौँ। नेक्स्ट भिडियो सबैजनाले नेक्स्ट भिडियोको पर्खाइ गर्नु होला। सबैजनालाई बाई बाई नेक्स्ट भिडियोको लागि।